खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। या त बाटो बनाउनलाई यो भेगमा मेरो भोट छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोट छैन किन बाटो बनाउने। राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गयो भने पार्टीको एजेन्डा के हो बे एजेन्डा? के एजेन्डा छैन? यो मान्छेले फाफु गरेर चाहिँ विदेशी दलाल यो त्यो भनेर राख्दा यहाँ आखेर एजेन्डा भनेको के हो? उसको सवार राखेर चाहिँ पाइदिएको त्यो विदेशी दलाल हो, तिनीहरूको हातमा गयो देश यस्तो हुन्छ त्यस्तो हुन्छ। श्रम संस्कृतिका पार्टीका उम्मेदवारहरूले के भनेको छ तपाईँहरूलाई? त्यो मान्छेहरूले के भनिरहेको छ भने गाईको मासु काटेर सप्लाई गर्न सक्यो भने चाहिँ देश विकास हुन्छ। हामीले ब्राह्मणहरूले मान्ने हो राष्ट्रिय जनावर, हामीले मान्दैनौँ। जब एउटा देशमा बसेर त्यो मान्छेहरूले राष्ट्रको जुन राष्ट्र जनावर छ त्यसलाई सोचिरहेछ हामी खाने काट्ने, तिनीहरू माने मानुस नमान्ने, तपाईँ खानुहुन्छ अलग कुरा होइन, तर त्यो राष्ट्रिय जनावर हो भन्ने कुरा पनि तपाईँले थाहा छैन यार। यस्तो यस्तो मान्छेहरू श्रम संस्कृति पार्टीमा छन्। अनि श्रम संस्कृतिका पार्टीका जुन अध्यक्ष छ हर्क साम्पाङ, त्यसले के भन्छ भने यो विदेशी दलाल हो, यिनीहरू देशमा आयो मन पराएको हुन्छ, यो गर्छ त्यो गर्छ। बोलेर कसैमाथि आरोप लगाएर हुनेवाला केही होइन क्या रे। तपाईँ पहिला राम्रो हुनुहुन्थ्यो मेयरमा हुँदाखेरि, जब जब चुनाव लाग्न सकिन्छ, चुनाव आइरहेछ, तपाईँ त्यति नै बोलाइराख्नु भएको छ। तपाईँ आफ्नो फ्यान पोलिङ आफैले घटाइराख्नु भएको छ तपाईँले। अब तपाईँ नै त्यस्तो हुनुहुन्छ भने तपाईँको जुन कम्युनिटीमा जति उम्मेदवारहरू उठेको छन् त्यस्तै हुन्छ होला सबैजना। भोलि गएर तपाईँले भन्नुहुन्छ कि म जाति विभेद गराउँदिनँ। जाति विभेद कसरी गराउनु हो? तपाईँको उम्मेदवारले भनिरहेछ गाई काटेर खाने हो, हामी राष्ट्रिय जनावर मान्दैनौँ, यो कुनै तरिका भएन के? तपाईँहरूले घन्टीको कति विरोध गर्नुहुन्छ? जहाँ जानुहुन्छ त्यहाँ मात्र घन्टीको विरोध गर्नुहुन्छ। एमालेको विरोध गर्नुहुन्न, काङ्ग्रेसको विरोध गर्नुहुन्न, अरू पार्टीको विरोध त गर्नुहुन्न, तर एउटा पार्टीको मात्र किन विरोध गर्नुहुन्छ? तपाईहरूको विरोध अहिलेसम्म घन्टीका उम्मेदवारहरूले कहिले पनि तपाईँहरूको उम्मेदवारहरूलाई यस्तो भनेको छैन, त्यस्तो भनेको छैन, यस्तो छ कहीँ जाँदाखेरि पनि तपाईँहरूको विरोध गरेको छैन। तर तपाईँहरूले चारैतिरबाट एउटै मान्छेलाई एट्याक गरिराख्नु भएको छ, एउटै मान्छेले एट्याक गरेको छ। लाग्छ कि यो मान्छेले कति नै के गरेको रहेछ।